आज चाहिँ म बारीतिर आएको कि साथीहरु फर्सीको मुन्टा टिपे यहाँ फर्सी पनि पाकिसकेको छ थाहै भएन क्या यसलाई टिपेर लानु पर्यो केरा पनि पसाएको रहेछ त्यहाँनिर फर्सी मजाले पाकेको छ हेर्नु त साथीहरु फर्सी पनि भयो मुन्टा पनि भयो हैन आजलाई तरकारी बच्चाहरुले खाँदैन है फर्सी मुन्टा भनेपछि टन्नै छ हेर्नु त फर्सी मुन्टा माथिसम्म यहाँनिर पनि छ गट्टा हेर्नु त साथीहरु यहाँनिर काँक्रा हेर्नु त मेरो यो अस्ति रोपेको काउलीलाई पनि झार उम्रिसकेको छ काउली जाग्दै रहेछ काउली हुँदैन भन्थे साथीहरुले है अस्ति मैले भिडियो हालेको थिएँ ल हेर्नु त साथीहरु हैन जाग्दैछ नि काउली तपाईले रोपेको काउली फलेको पनि देखाउने भन्थे साथीहरु हैन ल हेर्नु साथीहरु हैन किन हुँदैन है ल हेर्नु काउली यहाँ जागिसकेको छ नि हैन उता हेर्नु सबै जाएको छ काउली ल हेर्नु मकैबारीमा साथीहरु हुँदैन भन्छ यार मेरो स्टाइलमा रोप्नुपर्छ क्या साथीहरु काउली भएछ हैन बिरुवामा कस्तो थियो यत्रो थियो नि बिरुवामा हैन ल अहिले कत्रो भएको छ ल हेर्नु त यो बोट यो हेर्नु हैन कस्तो राम्रो भएको छ हैन साथीहरुले यार पत्याउँदैन ल है त साथीहरु काउली फलेको पनि देख्छु यदि फलेछ भने है साथीहरु बारीमा हैन गट्टै गट्टा छ यहाँ पनि छ म त्यो रुखमा छु साथीहरुलाई यार मेरो स्टाइलले काउली रोप्नुपर्छ जहाँ चाहियो बाँझोमै त्यहाँ खन्डे रोप्ने हो भनेको पत्याउनु न यार साथीहरु यार हेर्नु त बन्दा कस्तो राम्रो भएर आएको छ साथीहरु पत्याउनु हुन्न क्या मलाई हेर्नु त सबै जाए फर्सी नै फर्सी छ जताततै बारीमा है ल है त साथीहरु यतितिर बुझिराखौँ आजलाई